हेलो गाइज, आज हामी रामारसुन जाने प्लानमा। हामी फिलहाल यहाँ पुलमा छौँ हैन। 15% हामी हिँड्यौँ, हालत यस्तो छ यस्तो छ। यस ठुलो कुरा हो। लु कुदिहाल। ब्याकमा हेर्नु पर्दाखेरि हामी आएको उयो आगोको धुवाँ छ त्यहाँबाट होइन, रोड जहाँबाट देखिन्छ उत्तर माथिको उयो सेतो देखिन्छ, त्यहाँ पुग्न हामीले आधी घन्टा लाग्यो हो। हाम्रो घर त्यहाँभन्दा माथि हो, त्यहाँबाट हामी हिँडेर यहाँसम्म पुग्यौँ। अब यहाँबाट हिँडेर हामी त्यो माथिको नेटापटको स्कुलमा पुग्नु अझै 25 मिनट, कम्तीमा 30 मिनट लाग्ला जस्तो। यो भैँसीहरू पनि रामरसुन जाँदैछन् त आज। रामरसुन पर्यटन क्षेत्र हार्दिक सहयोग गर्दछ। ताल पुग्न 5 किलोमिटर बाँकी भने चाहिँ नि धेरै त रहेन छ त। भेउडा रे यो झाल्ला भाइ अब 3 किलोमिटर बाँकी छ हैन। बिहानको 10 बज्यो, हामी 7 बजे घरबाट आएको। अब 3 किलोमिटर बाँकी छ, कति लाग्छ हेरौँ। बिजुली बगेर मर्स्याङ्गीमा झरेछ, तिम्रो माया लौ मलाई रक्सी झैँ चढेछ। कम्मर हेर न कसरी मर्स्याङ्गी बगेर नरनीमा झरेछ, पहिलो मायाले यो छाती फुलेछ। गाइज, यो माथि डाँडोबाट रामरसुन एरिया सुरु हुन्छ हैन। फाइनल्ली गाइज रामरसुन एरिया हामी पुग्दैछौँ। ठ्याक्कै 11 बजेर 13 मिनट जाँदैछ। हामी घरबाट 6 बजेर 53 मिनटमा हिँडेको। लगभग 4 घन्टामा रामरसुन एरिया क्षेत्र
भित्र पुग्यौँ। एकैछिन आराम गर्छौँ हामी। त्यसपछि यो एरिया घुम्न 2.5-3 घन्टा जति लाग्ला हामीलाई। त्यो लान्छ हाम्रो जस रामारसन पर्यटन क्षेत्रमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ भनेर यहाँ एउटा बोर्ड राखेको छ। फाइनल्ली सिन्धुलीबाट आएको केटी हो यो। ओ केटी, हजुर कस्तो लाग्दैछ? एकदम रमाइलो लाग्दैछ। अघि गलामा धेरै गाह्रो भइरहेको थियो, अहिले तेर्सो बाटोमा गाह्रो पनि भएको छैन धेरै। ल बाँकी अपडेट पछि। 12 खण्ड 18 खण्डको नामले परिचित रामारसन पर्यटकीय क्षेत्र। केही मौसम खराबी जस्तो देखिँदैछ। यो स्थानलाई रामे नामले चिनिन्छ। यो पनि रामे भन्ने एउटा तालकै स्वरूप हो। अहिले त यो सानो भइसक्यो संरक्षण नहुँदाखेरि। कस्तो लाग्दैछ? एकदम रमाइलो भइरहेछ। जे होस् राम्रो रहेछ रामारसन। जे होस् राम्रो भन्ने त सुरुवात मात्रै हो, हेर्न त बाँकी नै छ। फाइनल्ली कुरो पछि हुन्छ होइन। यहाँनिर एउटा गेट पनि रहेछ। स्याल रहेछ, स्याललाई लखेडाएर चाहिँ कुकुरले। हामी त्यहाँनिरको त्यहाँ जान्छौँ। त्यहाँनिर छ एउटा ठुलो फाँट। प्रकृतिले उपहार चाहिँ दिएको हो होइन, विकास हुन सकिने कि एरिया अन्ततिर भएको भए हुन त फोहोर पनि भइसक्थ्यो होला। यो धेरै राम्रो ठाउँ हो यार। आजदेखि यो सेन्टर मैले छोडेँ। त्यही छोडेको उपलक्ष्यमा लास्ट प्याक साथी भयो। अब 12:25 भयो। हामी एउटा बाटुल्लो ताल भन्ने ठाउँमा पुग्दैछौँ। यो हो गाइस बाटुल्ला ताल भन्ने प्रकृतिको उपहार। हेर कस्तो लाग्यो तिमीलाई? राम्रो त एकदम राम्रो छ। यो ठाउँहरू पनि धेरै राम्रो छ। यहाँबाट हेर्दा त कस्तो राम्रो छ यो ठाउँ। पानी पनि यतापट्टि राम्रो छ। हामी पर्यटकीय क्षेत्र रामारसनमा छौँ होइन। यो भनेको एकदमै सुन्दर ठाउँ। अब जिगाले ताल हामीले भर्खरै बाटुले ताल घुमेर आयौँ। अब यसपछि जिगाले ताल आउँछ। यहाँ चाहिँ मन्दिर छ। जिगाले ताल भनेर आयो। यहाँबाट जिगाले ताल सुरु हुन्छ। धेरै लामो यस्तो राउन्ड मिल्छ यो है।
माथि माथितिर अरू अरू 2-4वटा अरू ताल पनि छन् तर सबै ठाउँ हामी घुम्न 12वटा ताल सक्दैनौँ। छ भन्नु न 12वटा ताल 18 खण्ड ओ पुण्य भूमि रामारस यहाँहरू आउन सक्नुहुन्छ फ्रीमा त्यो पनि बरफबाट। यो हो जिङ्गले ताल जिङ्गले ताल यहाँ बोटिङ हुन्थ्यो होला सायद मान्छे नभएर मात्रै हो। मान्छे भयो हुन्छ नि त हामी बोट गर्छौँ त कुहिरो नलागेको भए माथिसम्म खतरा देखिन्थ्यो अरे। चिर्की टाउटा घरै देखिन्छ त्यही त हो त। नजिक आउनु क्या तँसँग पैसा मसँग या पैसा तँसँग पैसा मसँग या के भयो हो त त्यस्तो हुन्छ त हेर्दाखेरि राम्रोसँग हिँड्नु पर्यो त। त्यो ढुङ्गा अदालतिर हो त्यो ढुङ्गा झन् तल गयो तल मैले भनेको नि एउटा ताल घुम्न 2.5 घन्टा लाग्छ भनेर। अब यो एक साइड मात्रै घुम्यो 2टै साइड घुम्यो भने 2.5 घन्टा भ्याउँदैन। हामी रामा रोशन पर्यटकीय स्थलको रोशन भन्ने फाँटमा 12 खण्ड मध्येको एउटा खण्ड रोशन फाँटमा जाँदैछौँ है। 10-15 मिनट हिँड्न पर्छ। 15 मिनट जति हिँड्यो भने हामी पुग्छौँ। यता परतिर रोशनको ठुलो मैदान छ हामी त्यो मैदानमा जाँदैछौँ है। लाटसल्लो भनेर चिनिन्छ यसलाई। लाटसल्लो हो यो क्यान्सरको अचुक औषधि उपचारको रूपमा रहेको लाटसल्लाको रुख हो यो है। हामीहरू फाइनल्ली रोशनको गरा फाँटमा यसमा पुग्यौँ है। यो रोशनको फाँट हो धेरै ठुलो छ यो। सायद पहिला यो ताल सुकेर बनेको हुनुपर्छ। धेरै ठुलो फाँट छ यता माथितिर पनि छ। अब यहाँ दलदल जस्तो पनि छ बाटो कहाँबाट हो भित्र जाने ठ्याक्कै मलाई थाहा पनि छैन गाइस। कसले
गाइज अब हाम्रो खाजा हुन्छ खाजा भन्ने कि खाना भन्ने जे भन्ने नि यो घरबाट रोटी ल्याएको छ अनि यो गाउँको रोटी होइन मम्मीले पकाएको गाउँको रोटी हो घिउ लगाएको तले रोटी त्यसमा यो आँप र खुर्सानीको अचार है आँप र खुर्सानीको अचार अब रामा रोशनको डाँडोमा यस्तो मैदानमा बसेर खान चाहिँ सबैको कहाँ हुँदैन कि भागीमा ल्याएर आउनु पर्छ गाँचिन यस्तो खानुपर्छ खाइदिनु ज्यामसँग खाइदिनु ल बाई बाई त गाइज यो हो रोशनको घर कस्तो छ बुढी रोशनको घर कस्तो लाग्यो एकदम रमाइलो छ एकदम धेरै हिँड्न पाइन्छ कस्तो लाग्यो है गाइज है आफ्नो प्रतिक्रिया दिनु होला मेरो चाहिँ घुमाउने काम घुमाइदिएँ मैले होइन यस्तो फाँट छ अब यो पहाड हो राम्रो छ यसले साथ दिन्छ यो लौरो नभएको भए त सायद म हिँड्न सक्थेन होला तर यो मान्छे यहाँ सु गर्नु गइरहेछ हेर्नुहोस् है सबैजना यहाँ सु गरिरहेको छ यसले लाज पनि लाग्दैन यसलाई सु गर्दैछ है सबैले हेर्नु होला रोशनको मैदान घुमेर किनिबिनीको मैदानतिर जाँदैछु आधी घन्टा जति यात्रापछि किनिबिनीतिर जाने सकिन्छ कि भन्ने हाम्रो अनुमान रहेको छ है गाइज कस्तो लाग्यो त रोशनको घर फाइनली कस्तो लाग्यो गाइज अब किनिबिनीको मैदान हेरिसकेपछि मलाई त रोशनको घर मनै परेन किनिबिनी मन पर्यो भन्छन् हेर्नुहोस् है गाइज त हामी रामरासुन पुगेका थियौँ रोशनको मैदान घुमेपछि हामी पुग्दैछौँ किनिबिनीको मैदानमा सबैभन्दा मलाई मनपर्ने मैदान भनेको किनिबिनी हो एकदम समथर बिचबाट कैलाश नदी बगेको एकदमै रमाइलो राम्रो मैदान छ है तल देखिँदैछ अलिअलि किनिबिनी मैदान पनि यो किनिबिनी मैदान हो प्रापूर्व कालमा हजारौं वर्ष कि यहाँ पनि एउटा ठुलो ताल थियो होला नत्र यत्रो पहाडको बिचमा कसरी यो किनिबिनी मैदान बन्न पुग्यो होला ताल थियो होला ताल सुकेर चाहिँ यो मैदान बन्न पुगेको हुनुपर्छ हेर्दै मनमोहक छ हेर्दै रमाइलो छ बिचबाट कलकल नदी बगेको वैशाख जेठमा आयो भने त हिँड्छ कि घर जान्छ गाइज रामरासुन एरिया किनिबिनी रोशन तालहरू सबैहरू घुमेर सिद्ध्यायौँ होइन आज घर फर्किन सकिएन भोलि घर फर्किनु पर्छ है फाइनल्ली ल के छ त कस्तो लाग्यो त तँलाई तँ पनि फर्स्ट टाइम आएको होस् भन् त के लाग्यो तँ पनि हेर्न आयो है गाइज ल बुढी कस्तो रहेछ त रामरासुन रामरासुन एकदमै धेरै राम्रो रहेछ सबैभन्दा राम्रो चाहिँ मलाई त्यो जिगले ताल लाग्यो अनि त्यसपछि किनिमुनिको मैदान लाग्यो अनि त्यसपछि यहाँनिर रोशन मैदान पनि राम्रो छ अनि अर्को त्यो बाटुला ताल पनि राम्रो नै छ दुईटा ताल चाहिँ धेरै राम्रो रहेछ बाटुला ताल र जिगले ताल अनि मैदानमा पनि किनिमुनि मैदान र बाटुला मैदान चाहिँ एकदमै धेरै राम्रो छ मैदानहरू त यहाँ 18वटा रहेछन् अनि त्यस्तो तालहरू 12वटा रहेछन् तर मलाई दुईटा ताल मन पर्यो अनि दुईटा मैदान मन पर्यो दुईटा मैदान हामी तत्काल चाहिँ किनिमुनि मैदानमा छौँ बिचबाट यो कैलाश खोला हो यो बग्दैछ पछाडि होइन पछाडि पहाड छ रमाइलो छ
जस अब हामी जान्छौँ है। तपाईँहरू पनि आउनु होला, घुम्नु होला। साह्रै नै रमाइलो हाम्रो अछामको रामरस। यहाँ हरियो तपाईँ रातले क्या हस् बाई बाई। यस्तै हो है वहाँ पनि कहाँ? ननाइमा पनि। गाइजहरु यताको खोलाको पानी चाहिँ लास्ट टाइम मिठो हुँदो रहेछ। अब मेरो हालत के हुने होला गाइज, जुत्ता लगाएको छु मैले।